सबभन्दा पहिला सबैलाई नमस्कार। म डिस्ट्रिक्ट कलेक्टर ग्याङटक तुषार अधिकारी। हाम्रो साथमा एसएसपी ग्याङटक तेन्जिङ सर पनि हुनुहुन्छ। आजको यो मक ड्रिल जो तपाईले हेर्नु भएको त्यो एज पर द मिनिस्ट्री अफ होम अफेयर्स को डाइरेक्सनमै छ। सो दिस सेम मक ड्रिल इज बीइङ कंडक्टेड अबाउट 244 डिस्ट्रिक्ट्स अफ द कन्ट्रीमा हुँदैछ यो। अनि यसको मेन उद्देश्य के छ भने सिमुलेटेड एयर स्ट्राइक को बादमा मान्छेहरूलाई कस्तो पाराले प्रिपेयर गर्नु पर्यो, के एक्सन लिनुपर्छ प्रशासनबाट भनेर यो मक ड्रिल को प्रिपरेसन। मक ड्रिल को बादमा तपाईको कमी कमजोरी के हुन्छ, हामीले के लर्निङ हुन्छ, त्यसमा अगुमेन्ट के गर्नु पर्यो, हाम्रो रिस्पोन्स कस्तो थियो र इन केस यस्तो कोही घटना भयो, इन केस भयो भने मात्रै त्यसको लागि हामीले कति कदम उठाउनु पर्यो भनेर यो प्रिपरेसन हेर्नुको लागि हामीले यो मक ड्रिल गरेको छ। सर मक ड्रिल कस्तो भयो सर? मक ड्रिलमा तपाईले सिनारियो भन्दाखेरि हामी के भन्न चाहन्छौँ भनेर ग्याङटक डिस्ट्रिक्टको लागि हामीले सिङताम टाउन छानेको थियो।
त्यसमा अराउन्ड 1600 आवर्स 4 बजेदेखि नै साइरन बजाएर सबै टाउन हामीले इभ्याकुएट गरायो विथ द हेल्प अफ पुलिस एडमिनिस्ट्रेसन। अनि त्यसको बादमा हामीले 1630 आवर्समा के खबर आयो भने कि भाइटल इन्स्टलेसन्स जस्तो हाम्रो एनएचपीसी छेउमा छ, एनएचपीसीमा अट्याक भएको छ, सिमुलेटेड एयर अट्याक भएको छ अनि त्यसमा क्षति भएको छ भनेर खबर आयो। दुईटा बिल्डिङमा आगो लागेको छ अनि कतिवटा मान्छेहरू ट्र्याप भएको छ भनेर हामीले सिमुलेसन गराएको थियो। सो त्यसको बेसिसमा इन्फर्मेसन आएपछि हामीले हाम्रोमा कतिवटा रिसोर्सेस छ त्यसको हामीले स्टक लिएर हामीले त्यहाँ टिम बनाएर त्यसमा तपाईको फायरको टिम थियो, एसडीआरएफको टिम थियो, होमगार्डको टिम थियो अनि सिभिल डिफेन्स भोलिन्टियरको टिम थियो। तो यो चारवटा टिम त्यहाँ स्टेसनमा पुगेर एनएचपीसीको साइटमा पुगेर रिस्पोन्स स्टार्ट भयो। मान्छेहरूलाई इभ्याकुएट गराएर हामीले जतिवटा नट मच इन्जर्ड उहाँले त्यही टेम्परेरी हस्पिटल क्रिएट गरेर त्यही ट्रिटमेन्ट गरायो अनि जति तपाईको क्रिटिकली इन्जर्ड पर्सन्स थियो द्याट उहाँलाई हामीले डिस्ट्रिक्ट हस्पिटल सिङताममा शिफ्ट गरायो। सो लर्निङ त निकै भयो यसमा। हामीले पनि डिब्रिफिङ सेसनमा चाल पायो कि कस्तो पाराले रिस्पोन्स हुने थियो, एक्चुअलमा कस्तो पाराले भयो अनि इन केस अझै हामीलाई अगुमेन्ट गर्ने छ भनेर हामीले सजेसन्स पनि लिएको छौँ टिमबाट। अनि यो सजेसन्स हामी तपाईँ सबैजनाले सीएस सर र डीजी सरको पनि प्रेस कन्फरेन्स हेर्नुभयो होला, त्यसमा पनि सीएस सर र डीजी सरले त भन्नुभएको छ। सो हामी पनि हाम्रो इनपुट्स अब सीएस सर अनि डीजी सरलाई पनि दिन्छौँ अनि वी विल ट्राई टु मेकअप विथ अल द लर्निङ्स द्याट वी हेभ गट फ्रम आजको डिजास्टर, आजको एयर स्ट्राइक रेडबाट। सर गान्तोकको लागि के कस्तो छ सर? कतिजना मान्छेलाई कन्फ्युजहरू भइरहेको छ। सो गान्तोकको लागि के छ भने तपाईँको अलरेडी सोसियल मिडियामा हामीले हिजोदेखि नै निकै प्रेस रिलिज पनि दिनुभएको छ अनि माइकिङ पनि पुलिसबाट पनि धेरै माइकिङ पनि भएको छ। सो अराउन्ड 2100 आवर्स आज म फेरि तपाईँले एउटा ब्ल्याकआउटको प्रोटोकल पनि भनिदिन्छु। अराउन्ड 9 PM तपाईँको मेन सप्लाई लाइन जुन छ 66 kV तादोङ सप्लाई लाइन भन्छ हामी गान्तोकको लागि, त्यो सटडाउन हुन्छ। मेरो अपिल के छ भने सबैजनाले गान्तोक रेसिडेन्ट्स अर्बन एन्ड रुरल एरियालाई कि आधी घण्टा जस्तो तपाईँ सबैजनाले आफ्नो डीजी सेट इन्भर्टर सेट पनि नचलाउनु। हामीले अलरेडी रोड्स एन्ड ब्रिजेस डिपार्टमेन्ट स्मार्ट सिटीले पनि भनेको छु कि तपाईँको सोलर लाइट पनि जो छ स्ट्रिटमा त्यो पनि छोपिदिनु, त्यो पनि नचल्नु पर्यो। हामीले आफ्नो टिम पनि एमजे मार्गमा जुन हाम्रो कन्ट्रोल रुम छ त्यहाँदेखि पनि मोनिटर हुन्छ अनि तपाईँको ठुलो इन्स्टलेसन जो छ जस्तो तपाईँको वेस्ट पोइन्ट मल भयो, वाजरा भयो अनि तपाईँको देवरालीमा भयो। सो यहाँ पनि हामीले टिम डेप्युट गरेको छौँ। रुरल एरियाजमा हाम्रो अन्डर ब्लक डेभलपमेन्ट अफिसर्स जति डिजास्टर म्यानेजमेन्ट असिस्टेन्ट सुपरभाइजर्स हुन्छ उहाँहरू पनि मोनिटर गर्दैछ अनि पुलिस प्रशासनबाट पनि जति बिट पुलिस हुन्छ तपाईँको पुलिस स्टेसन हुन्छ त्यहाँदेखि पनि यो मोनिटर हुँदैछ। उद्देश्य के छ भने तपाईँको कि सिमुलेटेड एयर स्ट्राइक भयो भने एनिमिजलाई हाम्रो लोकेसन थाहा लाग्नु भएन, त्यसको लागि हामीले आफ्नो त्यो यो डाइरेक्सन मात्रै छ कि प्रिपेरेसन। So it's just a mock drill. I just want to appeal again that there is no panic situation, there is no real danger of any threat or any perception of the war. This is just a preparation. जस्तो हामी डिजास्टर को ड्रिल गर्छौं, तपाईं सबैजनालाई याद छ डिजास्टर सिचुएसन को लागि हामी ड्रिल गर्दै बस्छौं। हिजो अस्ति नै हामी 29 अप्रिलमा एनआईटी खामदुङमा पनि डिजास्टर ड्रिल गर्यौं। सो त्यो दिस इज just a part of preparation, so there is no need of panic or there is no any threat perception छैन त्यस्तो कि अट्याक हुनै छ भनेर। सो त्यसको खाली ब्ल्याकआउट प्रोटोकलमा हामीले अलरेडी वी हेभ अलरेडी गिभन इट आउट। हामी डिस्ट्रिक्ट प्रशासनबाट पुलिस प्रशासनबाट यो अपिल सबैजनालाई गर्न चाहन्छु कि यो ब्ल्याकआउट प्रोटोकल अलिक फलो गरिदिनुस्। इट्स जस्ट अ म्याटर अफ हाफ एन आवर।